Hello, good morning everyone. Welcome to my YouTube channel. आज चाहिँ म गुम्दा गाउँदेखि फर्किन लागेको मिस अनि म हामी यहाँ गुम्दाबाट माछी खोलासम्म हिँड्ने भनेर एकदम कसिरहेछौँ हैन। ब्याग पनि यात्रो छ है। गएको अब तपाईहरुलाई देखाउँछु कहाँ के कसरी 3 घण्टा लाग्छ रे। हामीले यहाँ हैन एकजना रे एउटा ट्र्याक्टर नि थियो अनि माछी खोला जान्छ कि भनेर सोधी ओरी आएको अनि जाँदैन रे। आज लाप्राक जाने रे। अब मिस खुट्टाले दुःख पाउनु भयो। दुःख पाउनु भयो मिस खुट्टाले आमामा ल लास्ट टाइम बाई छ है गुम्दा। आहा यहाँ लालीगुराँस देखा नि देखेको छैन यार। हेर न भइमा कस्तो दामी हिमाल देखाएको छैन आज। म घर फर्किन लागेको अब लास्ट झलक गुम्दा गाउँ हेर्नु होला। लास्ट झलक हो यो माथिदेखि तलसम्म। आउनु आउनु मिस। या झोला नि यस्तो गराउँछ अनि कसरी हिँडेर जाने के। यस्तो राम्रो छ गुम्दा गाउँ होइन। यहाँको एउटा समस्या भनेको बत्ती अलिक धेरै नआउने अनि नेट नचल्ने अनि त्यसपछि माछी खोला जानलाई केही पनि नपाउने होइन त मिस। हो कि भन्नु केही नै नपाउने के। अब कि त पठाउहरू बोलायो भने चाहिँ आउँछ है मिस। हजुर आउँछ पठाउहरू चाहिँ आउँछ। पैसा चाहिँ लास्टै पैसा छ त संसार छ पैसा छैन त केही पनि छैन। आलीबारी नि म देखाइ गर्छु अब यही बाटो जान लागिरहेको हेर्नु है हेर्नु। लास्ट झलक है लास्ट झलक योहरू हो मिस तपाईँको बारी यो माथि गराएको चाहिँ सबै मिसहरूको बारी रे। कति धेरै आलु लाउनु भएको छ। कति धेरै आउँछ होला है मिस आलु कति मुरी आउँछ तपाईँ त्यस्तो थाहा नहुने किन कसरी हुन सक्छ। हेर्नु होला गुम्दाको आलुबारीमा तपाईँको रजनी दिदी हिँडिरहेकी छिन्। गुम्दा गाउँको आलुबारी यो आलु खनिसकेपछि चाहिँ हेर्नु त हे सिङ्लामा त परे जिप आज के हो 4 व्हिलर है। 4 व्हिलर आउँदै मिसहरूको यता बेसी बारी रहेछ बेसी मकै रोप्नु हुँदो रहेछ माथि आलु रोप्नु हुँदो रहेछ। अनि कोदो चाहिँ कहाँ रोप्नुहुन्छ कोदो नि तलै त्यो मकै बारीमा होला नि कोदो रोप्नु। मकै बारीमा रोप्नु। अब छाता ओढेर जानु पर्यो तपाईँहरूलाई देखाउँछु। यहाँबाट उता यो पारी झरेर पारीबाट यो हेर्नु होला लालीगुराँस। यता पनि मिस अनि आइफोन यहाँ नै भाइको कता हामी हे मल बोक्नु भएको। You can see guys अमा नेपालको राष्ट्रिय फुल लालीगुराँस कति हो कति हाम्रो अझ यहाँ अल्सो यहाँ माथि हेर्नु न कस्तो जुमबाट पनि राम्रो आउँदैन मोबाइल पनि कति राम्रो। यो पाराले तपाईँहरू कतिखेर पुग्छ। यो पाराले हामी भरेको रातिको 12 बजे पुग्नु पनि बेर छैन है। यो सबै कटेर जानुपर्छ। हेर्नु साथीहरू यहाँ पनि छ लालीगुराँस। ओ माई गड लालीगुराँस कहाँ चाहिँ खिच्नु भन्नु न। एमिस यो पनि च्यान हो र च्यान होइन है यो त यता त कति छ कि लालीगुराँस। यो कसरी हुनसक्छ यहाँ यसको टाउकै छैन त्यो पनि पुरा फुलिरहेछ हेर्नु त। योबाट केही सिक्नुपर्ने हुन्छ के सिक्नुभयो मिस। यहाँ गयो भने त गुल्टेर हामी तल पुग्छ। यहाँतिर हेर्नु न जहाँ पनि पहिरो भिड जस्तो मात्रै देख्छ भाइ। यस्तोमा गाडी पनि धन्नै आएको है मिस। तर के गर्नु चढ्ने बेला पाउँदैन। यो डाँडाभन्दा उतापट्टि गुम्दा यो गुम्दाको हेलिप्याड रे। अनि हामी चाहिँ यता आएको हेर्नु न कस्तो भिड के। हामी आइपुगिसक्यौँ मिस यहाँ हुनुहुन्छ। यु क्यान सी एभ्रिवान त्यो पारीको रोडहरू छ नि त्योबाट यो सबै उता जाने हो कि हामी। म अहिले आतिसकेँ कि हेर्नु न कस्तो भिड यार। यो फ्याट्टा आयो भने यता हेर्नु ओ माई गड के हो यस्तो।
अनि यस्तोमा धन्न हिँड्छ हो साधनहरू पनि ए भाइ यहाँतिर त ढुङ्गा खस्छ है मिस ढुङ्गाहरू खस्नु सक्छ है हेर्नु त अलग अलग भइरहेछ ओए कत्रो हो भिड पनि अरे यार अब म त सही जान्छु अनि उता पुगेर भिडियो गर्छु साथीहरू आँटिसक्यो खै दिस इज बाटो होइन मलाई लाग्यो यो खोला तर मिस भन्नुहुन्छ दिस इज बाटो राम्रो थियो पहिरो गएर हो यस्तो सिधै उयो छ कि खोलै हो गरङरङ यो बाटोको निशाना त छैन मान्छे हिँड्दैन होला कि यहाँबाट मिस हिँड्दा हामी बल्ल याम गाउँ आइपुग्यौँ यता गुम्दाबाट याम गाउँ अब माछी खोला त कहिले पो कुञ्जुनीमा पो पुग्ने हो हेर्नु न कस्तो राम्रो गाई नानी बाख्राहरू सिङ्ला गाउँमा सिङ्ला होइन याम गाउँमा के कस्तो राम्रो गाई नानी जन्मेको यता माथि बाढ पाएको हो नि त 2072 को थियो अनि यो नि गरेर चाहिँ यहाँ वाउ के को रुख हो हेर्नु न कस्तो दामी यस्तो घरमा रोप्न पाए पो कस्तो दामी यार के को रुख हो छिटो भन्नु मिस यो तल केही छैन 12 बजे गयो गाडी भेट्नुपर्छ यो खानी गाउँ यो माथिको लापुरे उडाउनु लाग्यो कति टाढा उयो माथितिर त गुराँस फुल त भुइँमै नै छ मिस यो माथितिर गुराँस फुल भुइँमै नै छ जति हिँड्दा नि पुग्दैन के भएको मिस झ्याउलाइसियो हिँड्दा हिँड्दा बल्लै लप्सीपोटको गाउँ पुग्यो औ फेदमा पुग्ने कहिले हो वाक्कै भइसक्यो यार यो हिँडेको जोड्यो भने त साँच्चै विदेशमा पनि पुगिन्छ होला हो साँच्ची भनेको के मिस यहाँ हुनुहुन्छ वाक्क लागिसक्यो होला मसँग हिँड्दाखेरि झन्डै लडेको यार यो रोड के रोड हो के खनेर कहाँ लानु खोजेको लप्सीपुरबाट तल लानु लागिसक्यो अब हेर्नु यहाँ तपाईँको रजनी यसरी बोक्नु थालिसक्यो भारी मम्मीले झन् मकै सिलाम के हाल्नु भएर दिनु भएर गरम भइसक्यो लप्सी बोट माथि हजुर अगाडि हिँड्यो भने चाहिँ अगाडि हुन्छ अरे क्या मान्छे हो र अब म त हिँड्न त सकेन अनि लुक्रुक गर्नु पर्यो मलाई फेरि तपाईँ यहीँ लालीगुराँस मलाई फेरि लालीगुराँस मात्रै खिच्नु पर्छ मिस हेर्नु न यहाँतिर कति लालीगुराँस ए म्याडम ओहो यहीँ लालीगुराँस त यहीँ अनि उत्यहीँ यहीँ यहाँ मुनिपट्टि यहाँतिर लालीगुराँस रहेछ यहाँ चाहिँ लप्सीपोटबाट रोड छोडेर सिधै तल उसको बाटो हुन्छ क्या हामी एउटा सिधै माथि खोला झर्ने बाटो भन्दा प्यारो लाग्छ मेरो देश यत्रो बोटमा नि फुलिरहेछ अझ मुनतिर हेर्नु कति फुलेछ आँखा भने आँखा हो कि आँखाले कस्तो यहीँ देख्छ यो झोला के बोक्नु नसकेर यस्तो बोकेको मिसले भन्दैछ यस्तो पाराले त बेलुका राति पुग्छ भनेर ओहो यता हेर्नु पारी लप्सी बोट माछा खोला पो भाषै बोल्नुहुन्छ बुझ्दिनँ म त यहीँ लालीगुराँसको बोट लालीगुराँस हेर्नु यहीँ लालीगुराँस अब लालीगुराँस सबै उस भयो है मिस यसको सिजन सक्यो है अब हेर्नु न
ओहो हेर्नु न कति धेरै मोबाइलमा त देख्दैन रहेछ हेर्दैन मिस हेर यस्तो भिरको बाटो छ यस्तो कुलुल्लु एउटा गीत गाइदिनु न मिस यसरी बोकेको छु कि झोला नि अझ झोला नि बोक्नु नसकेर यस्तरी बोकेको छु रोड चाहिँ यता मुनतिर यार यहाँबाट ठक्कर लाग्यो भने त होइन यस्तो भिड छ लुङलुङ जान्छ होला हौ यो पारीको गाउँहरूमा झन् कसरी जाने होला है यस्तो पारीको हत्तेरिका यो मेरो गोर्खा हो यहाँबाट यो कुलुल्लु बाटो देख्नु भएको छ नि यो डाँडा डाँडा गएर यो गाउँ पुग्ने हो अरे कि हत्तेरिका कतिसम्म दुःख हो हेर्नु न हामी यताबाट आएको यता नि भिड अनि फेरि यता नि भिड क्या यार कस्तो डेन्जर बाटो मलाई डर लागिसक्यो आएको बेला काहीँ नपुगे पनि सबै हेरेर चिनेर जान्छु होइन तातो पानी जात्रा रे भन्ने सुन्थेँ यहाँ हो अरे कि तातो पानी यहाँ मोबाइलबाट नदेखे नि मैले आँखाले देखिसकेँ त्यहीँ हो अरे अनि केरौजा चाहिँ कहाँ हो मिस केरौजा माथि यता माथि माथि पहिरो भातिर हो यता पहिरो भातिर केरौजा अनि खोर्ला बेसी हजुर के होला त्यहीँनिर खोर्ला नि कहाँ हो यता माथि कहाँ यार क्या मैले एक्सपेक्टेसन क्या रमाइलो होला भन्ने एक्सपेक्टेसन गरेको थिएँ यो मुनि त कस्तो कुना नर्माइलो देख्छ है मिस अनि तर माथि चाहिँ रमाइलो छ है रमाइलो रहेछ बाटो क्या म यहाँ काम छु होला क्या मेरो घुँडा नै खुम्चेन कि मिस खुम्चु यस्तो भएन कि दुखेर बोक्नु मलाई के हो बाटो यस्तो जङ्गल चाहिँ राम्रो रहेछ जे होस् है मिस जङ्गल चाहिँ राम्रो रहेछ जे होस् यहाँबाट सब भिड होला तल खस्ने होला त अनि चिप्ल्यो भने यता चाहिँ भिड छैन यता चाहिँ छ के साह्रो घुम्ती बनाएको बाटो नि छ रोड जस्तो मिस हेर्नु त तपाईँहरू आफै हेर्नु है यहाँबाट फेरि यता छ अनि उताबाट घुमेर फेरि यता सबै कति घुम्ती कता कहाँ हो त्यो देखेको नदी हो ए आमा मिस यहाँबाट झोला पठाउँ गुल्टामा है पुल्टाउनु तपाईँ किन भन्नु न माछीवाला ठ्याक्कै पुग्छ होइन होइन यता पो हो ए यता चाहिँ अलिकति त्यो भिडतिर नभए त झोला त अनि जान्थ्यो भनेर ए आउनु के यताबाट जाऊँ यहाँ मसिनो बाटो हिँड्ने को यताबाट घुम्दै बस्नु यहाँबाट यहाँ सानो बाटो हिँड्ने हेर न बाटो साँच्ची म त यार आरे त गएर गाडीमा जाने हो यत्रो हिँड्न नपरे भए म घर पनि उसबाट जान्थेँ होला हिँडेर जान सक्थेँ होला म तर म अब त मेरो घुँडाले काम गरेन अब अघिको टुरिस्टहरू नि यहीबाट होला है मिस हेर त बाटो त नि ए आमा कति घुमाउरो बाटो त्यहाँसम्म पुगिसक्यो त्यो मान्छे अब त तल गएर मात्रै खिच्छु म बाटो घाटो वरिपरि यो सबै हट्नु होला हामी आउँदैछौँ यहाँबाट ठक्कर लाग्यो भने यतातिर खस्न पनि सकिन्छ त्यही भएर खुट्टा दुखे पनि खुट्टा फ्याटक उचालेर
हिँड्नु पर्ने हुन्छ कति धेरै घुमाउरो बाटो हो कसलाई भनौँ म कस्तो धेरै घुमाउरो बाटो के कति धेरै घुमाउरो बाटो हो रे दादा हेर न अबि ओइ कति उत्यो छाता उडाइलानु लागिसक्यो त्यही हो नि माछा खोला मिस माथिबाट यता हो यता साइड यो देखेको चाहिँ कहाँ हो त्यो यो नदी उतापट्टि माछा खोलाकै उतापट्टि पारिपट्टि होइन ए अब चाहिँ आइपुग्नु लाग्यो जस्तो लाग्यो है अब चाहिँ आइपुग्नु लाग्यो जस्तो लाग्यो है मिस हेर्नु कति धेरै छ फेरि अझ धेरै होला है हातै छ हाफ नै छ अझै छ्या यस्तो त नारे ना हेर यस्तै ऊ त्यो पुल चाहिँ केराउँछ जाने पुल हो मिस हजुर त्यही हो केराउँछ जाने पुल केराउँछ जानु पुल त्यही ए यता यस्तो छ अब चाहिँ माछी खोला देखेँ साथीहरू यहाँनिर अब चाहिँ माछा खोला देख्यो अब त्यहाँबाट चाहिँ गाडीमा चढेर जानु पाउँछ अघि नै यहीँ देखेको अहिले नै यहीँ देखेको कति हुन्छ पुग्दै पुग्दैन अझ झन् बाटो त यता पो घुम्दै गएको त यार दिक्क लगाइसक्यो बल्ल आइपुग्न लाग्यो हेर 1 घन्टापछि अघि देखेको भन्दा नि 1 घन्टापछि यार मैले माछा खोला कत्थोरे देखेँ त उताबाट हेर्दाखेरि यताबाट त धेरै देख्छु त आज त यो ओह्रालो हिँड्दा हिँड्दा मेरो घुँडाको हड्डी नै खिए जस्तो छ भने कस्तो घुँडा दुइसक्यो म रातो कालो के भइसक्यो होला यस्तो घामले फेरि अब यहाँबाट गाडी एउटा त कराइसक्यो माथि हुँदै गइसक्यो होला अब कति बजीको भेट्छ त्यसमै जान्छु म त घरमाथि पनि जानु सक्दिनँ म त्यो पनि झरेर जानु पनि सक्दिनँ आएर गएर आफूलाई जान्छु झरेर पनि खुट्टा यहाँ कामिसक्यो र पुल यहाँबाट माथि कहाँ हो जाने रे तातो पानीहरू यहाँबाट यता चाहिँ तातो पानी माथितिर सिर्दीबासहरू चुम्नुब्री यही बाटो होइन मिस चुम्नुब्रीहरू जाने चुम्नुब्री सबै जाने माथि यो बाटोबाट अरे यार हाम्रो गोर्खानी कति दुर्गम रहेछ यार हामी हाम्रै ठाउँहरू दुर्गम भनेर बस्थ्यो त्यो भन्दा पनि दुर्गम हो माइ गड कति दुर्गम माथितिर गाह्रो क्या जनजीवन एकदम असहज छ क्या आमामा अब हेर त्यत्रो गुम्दाहरूको यहाँ त्यो गुम्दाहरूको यो माछी खोलामा छ क्या गाउँपालिका जेको लागि नि गाउँपालिकामा पऱ्यो स्कुलहरू पनि ठुल्ठुलो त्यसो यहाँ कति गाह्रो क्या यत्रो उकालो फेरि रोड छ त रोड त पब्लिक गाडीहरू जानु नि भनेर जाँदैन कि फेरि कि त आफ्नो साधन हुनु पऱ्यो नभए त लास गाह्रो छि आइपुग्न लाग्यो भने चाहिँ पुग्दैन माछा खोलामा छ चाहिँ के मिस तल जान्छ क्या हो हामी आउँदाखेरि झन् तल सर्छ जस्तो छ या ब्याग पनि कति गराउँछ कि मेरो त्यही भएर नि होला यस्तो साह्रो परेको अब यो हामी पठाउमा त चढ्नु हुन्थ्यो होइन अब यहाँतिर पनि यो आलुघाट यो धार्सीतिर पनि अब यो पठाउहरूलाई अलिकति उस गर्नु पऱ्यो यार लास्टै पैसा लिन्छ हो है मिस आफूलाई लाग्ने पेट्रोल खर्च र अलिकति नाफा लिए भइहाल्यो नि कति महँगो लिन्छ हो यो पठाउहरू पनि के साह्रो हो फेरि है अस्ति झरेको माछा खोला झरेको बेलामा नि पठाउले आऊ म कता हो मलाई दिन्छ भनेर तान गर्दो रहेछ पठाउले पनि अनि पैसा पनि मन लाग्दै लिने यस्तो च्याउ लाग्ने अनि हिँड्न चाहिँ यसरी नसक्ने फेरि म चाहिँ माछा खोलाबाट हिँडेको गाडीमा फेरि
ठ्याक्कै 6:30 बजे म घर आइपुगेँ है। माथि खोलाबाट मैले अलिअलि रोडहरूको भिडियो गरेको छु। अनि त्यसपछि अब चाहिँ म घर आइपुगिसकेँ। हेर्नु आकाश लास्टिक कडा छ। अनि घर आइपुग्नु पनि पानी पनि पर्नु भने आमामामामा अब बत्तीहरू पनि जान्छ होला। म चाहिँ घर आइपुगेँ है त साथीहरू। अनि मैले त हेर्नु कुखुरा चल्ला पनि किनेर ल्याएँ अब पाल्छु भनेर। मासु खान आउनु होला यो ठुलो भएपछि। उनीहरू छिटो ठुलो होस्, एकजना पनि नमरोस् है। त्यही हो, यति भन्दै मेरो भिडियो यति गर्न चाहन्छु है त साथीहरू। बाई। तपाईँहरू पनि गुम्दा घुम्न जानु होला। एउटा कुरा त भन्नु पाएको छैन भाइ, गुम्दाको मान्छेहरू कति स्विट हो भाइ। खान बस्न मात्रै दिनु मन लाग्ने कति हँसिलो अनुहार। जो पनि भाषा चाहिँ अलिकति नबुझ्नु हुने, त्यो पनि कति भाषा के नबुझे पनि कस्तो हँसिलो फेसहरू कहाँ हो के हो भनेर बोलाउने, आऊ बस्न भन्ने। वा कस्तो राम्रो स्विट मान्छेहरू हुँदो रहेछ है। तपाईँहरू पनि घुम्न जानु होला भन्दै मेरो भिडियो यहीँ अन्त्य गर्छ है त। बाई।